हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस अर्थात क्षयरोग गराउने कीटाणु हेर्न गइरहेका छौं, जसलाई चाहिँ हामी माइक्रोस्कोपमा राखेर हेर्छौं अनि कस्तो छ हजुरहरु पनि देख्नुहुन्छ। क्षयरोग चाहिँ एकदम जटिल रोग नै हो भनौं, यसलाई सामान्य रूपमा नलिने है। यो चाहिँ नेपालमा मात्रै हैन, पुरै विश्वव्यापी नै एकदम ठूलो समस्या बोकेको रोग हो। त्यही भएर चाहिँ यसको चाहिँ समयमा उपचार र पहिला निदान गर्नु पर्यो हैन। डायग्नोसिस भइसक्यो त्यसपछि ट्रिटमेन्ट दुईटै गर्न जरुरी छ। ओके, धेरै गफ नहानौं, हामी चाहिँ सिधा देखाउँछौं तपाईलाई चाहिँ स्लाइडहरु अनि त्यसमा चाहिँ कीटाणुहरु देखाउँछौं। त्यो हेर्नुस् अनि भिडियो कस्तो लाग्छ। यदि मन पर्यो भने लाइक र सब्स्क्राइब चाहिँ गरिहाल्नु होला। मसँग चाहिँ यति धेरै स्लाइडहरु छ, त्यसमध्ये चाहिँ यो एउटा स्लाइड लिइरा छौं। यसमा चाहिँ धेरै एआइबीहरु छ, मतलब कुष्ठरोग गराउने कीटाणुहरु चाहिँ धेरै छ यसमा। ल यसलाई चाहिँ हामी यहाँ माइक्रोस्कोपमा लैजान्छौँ। मैले माइक्रोस्कोप अन नै गरेछु। यसलाई चाहिँ यसमा राखेर पहिला फोकस गरौँ, त्यसपछि चाहिँ हजुरलाई चाहिँ म देखाउँछु। मैले चाहिँ यसलाई फोकस गरेर रेडी पारिसकेको छु। अब चाहिँ म तपाईलाई देखाउन गइरहेको छु। ल हेर्नुस्, यो फिल्डमा चाहिँ धेरै नै क्षयरोग गराउने कीटाणुहरु छ। यसलाई म कुन हो त्यो पनि हजुरहरुलाई म चिनाउँछु। ल यसमा हेर्न सक्नुहुन्छ तपाई जुन रातो रातो देखिरहेछ नि, तपाई रातो भनेर बुझ्नुस् हैन, त्यो तिनीहरु चाहिँ क्षयरोग गराउने कीटाणुहरु हो। यो अलिकति क्यामेरा गतिलो भएन क्या, के चलाउने मान्छे गतिलो भएन। ओके, ल यसमा धेरै नै छ है, कुन कुन हो भनेर म ल यो हेर्नुस्, यो रातो रातो सानो छ नि, एउटा म जुम गरेर देखाउँछु, त्यस्तै अरु पनि हेर्नु होला, कम्पेयर गर्नु होला। ल यो यिनीहरु चाहिँ यो बीचमा यो थोप्ला जस्तो देखिएछ नि, एउटा दुईटा तीनटा यो रातो यिनीहरु नै हो। यसमा चाहिँ सानो सानो बेसिलाइहरु छ, सबै एकै ठाउँमा गुजमुज भएर बसेको हुनाले ल यस्तो हेर्नु यति धेरै छ, धेरै नै छ यो फिल्डमा चाहिँ। ओके साथीहरु, क्षयरोग गराउने कीटाणु चाहिँ हामीले हेरिसक्यौं। अब चाहिँ यदि घरमा कसैलाई लामो समयदेखि ज्वरो आएको, खोकी लागिरहेको, तौल घटिरहेको त्यस्तो समस्याहरु छ, छाती दुख्ने अथवा एक्सरे गराउँदाखेरि एक्सरेमा केही खराबी डाक्टरले भनेको छ भनेपछि चाहिँ तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर खकार जाँचाइहाल्नु होला। त्यसपछि आफ्नो क्षयरोगको अवस्था पनि पुष्टि गरिहाल्नु होला, किनकि क्षयरोग भनेको एकदमै डरलाग्दो रोग हो भनौं। यसले वर्षैनी करिब 20,000 जना जति एभ्री इयर के 20,000 जना जति क्षयरोग बिरामी जति छ नि त्यसको चाहिँ डेथ हुने गरेको छ नेपालमा मात्रै भनेपछि विश्वव्यापी पनि एकदम ठूलो नै छ यो है। एकदमै के भन्ने, अब यो धेरै नै डरलाग्दो नै भनौं न। अब कोभिडले मान्छे मर्यो भने यति डरायो मान्छेले हैन, 20,000 त कोभिडले पनि मरेको नै थाहा छैन, तर पर इयर एभ्री इयर 20,000 जना चाहिँ मान्छे चाहिँ बितिरहेछन् भन्ने यस्तो डेटा छ। ओके, त्यही भएर चाहिँ समयमा जाँच गराउनु होला। अनि यो भिडियो चाहिँ यति नै आजलाई। मन पर्यो भनेपछि लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्। ओके, फेरि पनि भेट्छौं अर्को भिडियो।